नमस्कार साथीहरू, आजको भिडियोमा आज म कुरा गर्न गइरहेको छु तपाईको बाख्रा बोका कमजोर भइरहेको म एउटा एक्सटेन्सनको नाम बताउन गइरहेको छु जसबाट आफ्नो बाख्रालाई स्वस्थ र मोटो गराउन सक्नुहुन्छ। म बाख्रा पाल्ने किसान हो, आफूले जानेको कुरा शेयर गर्दै छु। यो इन्जेक्सनबाट बाख्राका बोका पनि बढाउन सकिन्छ यदि खाना कम बाख्रा खाइरहेको छ। यो इन्जेक्सन लगाएपछि बाख्राले पेटभरि खाना खाने गर्छ। यो इन्जेक्सन आफूले चाहेको दाना घाँस खुवाएर बाख्रा खसीको तौल वृद्धि गर्न सक्नुहुन्छ। यसको बारेमा जान्नको लागि भिडियो लास्टसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरू, जुन इन्जेक्सनको बारे कुरा गर्न गइरहेको छु यसको नाम हो बेलामाइल। यो बी कम्प्लेक्स हो। यसले शरीरमा भिटामिन बी को कमी पूरा गर्छ। कमजोर बाख्रालाई शक्ति भोक बढाउने मद्दत गर्छ। वृद्धि विकास र उत्पादन क्षमता बढाउन धेरै सहयोग गर्छ। बाख्रालाई कुनै रोग लागेको थियो भने रोग निको भएपछि यो इन्जेक्सन प्रयोगले बाख्रालाई तनाव र रोगपछि छिटो रिकभरी हुन सहयोग गर्छ। साथै रगत बढाउने प्रक्रियालाई सुधार गर्छ। यसलाई कसरी प्रयोग गर्ने? यदि बाख्राको तौल 22 वा 25 केजी छ भने 2 ml प्रयोग गर्न सकिन्छ। यसलाई 4 वा 5 दिन लगातार एक टाइम दिन सक्नुहुन्छ। तर यदि बाख्राको तापक्रम चाहिने भन्दा बढी छ भने यो इन्जेक्सन नप्रयोग गर्नुहोला। बाख्रा स्वस्थ भए यो इन्जेक्सन नप्रयोग गर्नुहोला। यसलाई गलत मात्रामा लगाइयो भने एलर्जी वा प्रतिक्रिया देखिन सक्छ। कुनै पनि किसिमको इन्जेक्सन प्रयोग गर्दा आफ्नो पशु चिकित्सकको सल्लाह अनुसार नै गर्नुहोला। यो भिडियोमा जानकारीको लागि बनाएको छु। बाख्रा पालन सम्बन्धी के को बारेमा भिडियो चाहियो भने कमेन्ट गर्नुहोला। धन्यवाद।